Namaste, I'm Dilip Rana. Now, this particular video is specially dedicated to parents who are struggling to get your child improve academically. तपाईको शिक्षामा या कुनै विषयमा जो प्यारेन्ट्सहरुलाई चाहिँ मेरो बच्चालाई कसरी इम्प्रुभ गर्ने भन्ने तपाईलाई गाह्रो भइराको छ, धेरै मेहनत गर्नु भएको छ, धेरै स्कुलहरु चेन्ज गर्नु भएको छ, धेरै टिचरसँग कुरा गर्नु भएको छ, डिस्पाइट अफ ऑल अफ दिस थिंग्स तपाईले इम्प्रुभमेन्ट भने जस्तो पाउन सक्नु भएको छैन भन्ने कुरामा चाहिँ म फोकस छु। यो कारण there are many reasons, there could be many reasons to it, है। कुनैमा हामीले एज अ प्यारेन्ट्स टाइम दिन नसकेको कुरा होला, कुनैमा बच्चाले त्यो एउटा ग्याप, जस्तै कस्तो हुन्छ भन्दाखेरि बच्चा 5 मा पुगिसक्यो तर बेस लाइन चाहिँ 2 मै अड्केको छ भने त्यसले पनि कहिले पनि इम्प्रुभमेन्ट गर्नलाई गाह्रो हुन्छ, किनभने त्यो ग्याप भोइड चाहिँ धेरै लामो भएको हुन्छ। मेरो सबै प्यारेन्ट्स जसले चाहिँ प्यारेन्ट्स बच्चालाई एकाडेमिकली इम्प्रुभ गर्न चाहनुहुन्छ भन्नेलाई चाहिँ तपाईको सोच छ भने एउटै सजेसन छ। हामी एज अ प्यारेन्ट्स हामी के देख्छौं, धेरै जस्तो प्यारेन्ट्सले हामीले हाम्रो बच्चाको कमी कमजोरी एकदमै देख्छौं विभिडली, ठुला ठुला कुनै सानो कुरा देख्यो भने पनि त्यो तपाईले कमी कमजोरी औल्याउँछौं, करेक्सन गर्छौं, बारम्बार भन्छौं यो भएन त्यो भएन भन्छौं, अनि अझै हामी कम्पेयर पनि गर्छौं। यो विषयमा म पछि कुरा गर्छु, तर अहिलेलाई धेरै नेगेटिभ कुराहरू, धेरै असफल कुराहरूलाई छिट्टो औल्याउली, छिट्टो भन्नेले गर्दा पनि बच्चामा डिमोटिभेसन फ्याक्टरहरु आउँछ। यसलाई के गर्नु पर्यो, तपाईले तपाईको बच्चालाई एकाडेमिकली इम्प्रुभ गर्न चाहनुहुन्छ, तपाईले एक्जाम बसाउनुहुन्छ, त्यो भन्दा अगाडि केही प्रिपरेसन गर्नुहुन्छ र त्यो प्रिपरेसन गर्ने क्रममा बच्चाले सधैं सपोज तपाईको पहिलाको एक्जाममा चाहिँ 5 मार्क्स ल्याउँथ्यो र अहिलेको एक्जामिनेसनमा उले 6 मार्क्स ल्यायो भने डाइरेक्टली फेरि फेल भइस भन्ने जस्तो कुरा गर्नुभन्दा अगाडि तिमीले त इम्प्रुभमेन्ट गरेछौ नि 1 मार्क्सको, कति राम्रो इम्प्रुभमेन्ट हो, यसलाई धेरै मेहनत तिमीले गरेछौ होला पक्कै, यसरी नै इम्प्रुभमेन्ट गर्नु पर्यो है भन्ने जस्तो शब्द तपाईले चलाउनुहोस् र फरक देख्नुहोस्। किनभने इम्प्रुभमेन्ट गर्नु एकदमै गाह्रो हुन्छ, जटिल हुन्छ। यस्ता शब्दलाई नोटिस गर्नु पर्यो, अप्रिशिएट गर्नु पर्यो, कसरी म तिमीलाई सहयोग गर्न सक्छु भन्ने जस्तो शब्द चलाउनु पर्यो। त्यो भयो भने बच्चाले आफै मेहनत गर्न थाल्छ, उले देखाउन खोज्छ, प्रयास गर्छ। त्यो प्रयासलाई अप्रिशिएट गर्नुस्, त्यो मेहनतलाई अप्रिशिएट गर्नुस्। सानो सानो कुरा हो इम्प्रुभमेन्ट ल्याउनेलाई, एकैचोटी ठुलो कहिले पनि हुन सक्दैन। मैले भनेको यो सानो सुधार, सानो पनि इम्प्रुभमेन्टलाई त नोटिस गर्नुहोस्, त्यो नोटिस गरेर अप्रिशिएट गर्नुहोस्, इन्करेज गर्नुहोस्। त्यही नै तपाईको माध्यम हो बच्चाको एकाडेमिक्स इम्प्रुभमेन्ट ल्याउनको लागि। गरी हेर्नुहोस्, तपाईले तपाईको बच्चाको इम्प्रुभमेन्ट 6 महिना 1 वर्षमा पक्कै देख्नुहुन्छ। कमेन्ट गर्नुहोस् त्यो सक्सेसफुल भयो भने, हैन भने अरु पनि कुरा म शेयर गर्दै गर्छु, फलो गर्नु होला। धन्यवाद, नमस्ते।